सहकारी ठग रवि लामिछाने त्यत्रो ठग लामिछाने थाहा छैन नेपालभरि ठग तपाईँले ठग भन्दिने भने अदालतमा मुद्दा चलिरहेको छ अनि अदालतमा मुद्दा चलाएमा चाहिँ ठग होइन रवि लामिछानेले कुनै पनि सहकारीबाट व्यक्ति रवि लामिछानेले चाहिँ अथवा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रकम लिएको छैन तपाईको प्रतिवेदनले त्यो भन्छ त्यो लिएको तथ्य हामीले प्राप्त गर्न सकेनौं पर्खिनुस् न सकेनौं भनेको छैन आजका दिनसम्म यो प्रतिवेदनले भने अनुसार रवि लामिछानेले कुनै पनि सहकारीबाट रकम लिएको छैन प्रतिवेदनले यही भन्छ प्रतिवेदनले के भन्छ भने तथ्यका आधारमा डकुमेन्टका आधारमा रवि लामिछाने कुनै सहकारीको सदस्य भएको पनि देखाउनु सरी पर्खिनुस् है यहाँ बुझौं तपाईले बनाएको प्रतिवेदनै सबै भावनाको आधारमा त होइन नि होइन तथ्यको आधारमा हो तपाईको तथ्य प्रमाण नजिर तर्क व्याख्या कहीं एउटा सिंगल प्रमाण भएको भए पनि यसको अर्कै हुन्थ्यो यो सबै प्रतिवेदन तथ्यका आधारमा बनेको भने तथ्यले के भन्छ भने रवि लामिछानेले सहकारीको रकम लिएको छैन आफूले व्यक्ति भने मैले व्यक्ति रवि लामिछानेले आफू सहभागी भएर कुनै पनि सहकारीबाट पैसा लिएको छैन यसमा क्लियर छ त्यो हामीले एकदम स्पष्ट